सो हेलो एन्ड नमस्ते गाइज। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु होइन। सो फाइनल गाइज म चाहिँ उता कालीमाटी जान लाग्दैछु होइन, तरकारी लिनको लागि, पसलको लागि। सो हेर्नु न एकदमै उज्यालो भइसकेको छ होइन। हाम्रो पसल चाहिँ उता तल छ होइन। अनि म चाहिँ अहिले पसलको लागि सामानहरू लिनको लागि पहिला पसल जान्छु, त्यहाँबाट सो अब पठाउ गरेर चाहिँ कालीमाटी जानु लागेको छु होइन। सो त्यही गाइज हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म। आजको दिनमा चाहिँ हाम्रो पसलमा चाहिँ के कस्तो व्यापार हुने, प्लस आजको दिनमा चाहिँ हामीले पसलमा के गरी सामानहरू जोड्छ भनेर चाहिँ पुरा भिडियोमा देखाउने नै छु होइन। हाम्रो पसलको लोकेसन चाहिँ यो माधवदेश जाने बाटो यता माथि भयो होइन, यता तल्लोपट्टि छ। ट्याक्क बालागाउँ गेटबाट भित्र छिरेपछि चाहिँ हाम्रो पसल यहीँ छ भने होइन। ठिक छ। सो गाइज एकछिन भेट्दै गरौँ है। सो गाइज मैले चाहिँ होइन टक्क इनड्राइभ पनि बुक गरिसकेँ होइन। इनड्राइभ पनि उताबाट आउँदैछ होइन। अब म चाहिँ टक्क लगाएर चाहिँ अब कालीमाटीको लागि सामानहरू लिन जाँदैछु होइन। बुझ्न सक्नुहुन्छ इनड्राइभ पनि आइपुगिसकेको छ होइन। सो त्यही गाइज अब म चाहिँ कालीमाटी सामानहरू लिन जान्छु। सक्दैहरू चाहिँ यता पसलहरू खोलिसकेको छ। ठिक छ। अब उता कालीमाटी जाँदाको भिडियो चाहिँ म तपाईँलाई देखाउने छु र यता पसलको भिडियो चाहिँ सविताले देखाउने नै छ। म चाहिँ अब लागेको है त। सो फाइनल गाइज देख्न सक्नुहुन्छ होइन। म चाहिँ टक्क कालीमाटी बजार आइसकेँ। हाम्रो कालीमाटी बजार चाहिँ ट्याक्कै यो कालीमाटी चौकबाट चाहिँ थोरै यता परिरहेको छ होइन। एकदमै ठुलो बजार छ होइन। देख्न सक्नुहुन्छ कालीमाटी बजार आइसकेँ म चाहिँ होइन। कालीमाटी र बजार अब चाहिँ म भित्र जाँदैछु। सक्नुहुन्छ हाम्रो भित्रको अवस्थाहरू पनि होइन। देख्न सक्नुहुन्छ यो चाहिँ कृषक बजार हो। यहाँ चाहिँ धेरै कृषकहरूले चाहिँ आफ्नो खेतीबाट उत्पादन गरेको सामानहरू चाहिँ लिएर आउँछ भने भित्र चाहिँ हाम्रो मेन बजार भनेको चाहिँ सस्तो बजार चाहिँ खुलिरहेको छ होइन। सो अब त्यो भित्रको बजार पनि म देखाउने नै छु र गएर चाहिँ अब टक्क म सामानहरू किन्नेछु होइन। त्यसै सामानहरू किनेर चाहिँ अब म एकैचोटि तपाईँहरूसँग फर्किने बेला मात्रै भेट हुनेछ है त गाइस। ल सो फाइनल गाइज म भिडियोको सामानहरू सबै किन्न गइसकेको छु होइन। अब टक्क लगाएर म रुम फर्किँदैछु। देख्न सक्नुहुन्छ आज चाहिँ आलु एक बोरै झारेको कारणले चाहिँ मैले यता बोक्नु नसकेर चाहिँ मैले एकजना भरिया दाइलाई चाहिँ बोक्नु आएको छु होइन। देख्न सक्नुहुन्छ। सो अब त्यही अब म चाहिँ यहाँबाट फर्किन्छु। अब आउँदाखेरि चाहिँ म पठाउमा थिएँ। अब चाहिँ टक्क म गाडीमा जानुपर्ने हुन्छ किनकि त्यो सामान चाहिँ पठाउलाई लैदिँदैन होइन। त्यही भएर चाहिँ सो म चाहिँ टक्क अगाडि जान्छु र अगाडिबाट चाहिँ हाम्रो गाडी लाग्छ र माटो तिर्छ जाने। अन्त म चाहिँ अब गाडीमा चढेर चाहिँ अनि रुम जानेछु। उता सविताले पनि पसल खोलिसकेको छ होइन। सो त्यही हो। अनि अब उतै गएर भेटौँला है त एकैचोटि।
यहाँ चाहिँ राख्नु बाँकी नै छ। यहाँ चाहिँ यहाँबाटै यसै हामी जम्मै 2 दिनसम्म हुन्छ पोका राखेको हुन्छ कि जम्मै यसरी लगेर यसरी नै देखाएर राख्नुपर्ने हुन्छ होइन यसरी यसरी देखाउने नै छ। भित्र चाहिँ यो के भन्छ भटमास पनि छ होइन भटमास यसरी राख्ने। मलाई फेरि चटपटेको अर्डर आइसक्यो। यो चाहिँ चटपटे बनाउन लागेको होइन फेरि पनि हेर्न सक्नुहुन्छ है यहाँ बाहिर यसो देखाउँछु म तपाईँहरूलाई। चटपटे खाने मान्छेहरू चाहिँ यता हुनुहुन्छ है यहाँनिर मेरो रेगुलर कस्टमर हो। चटपटे पनि यहाँ रेडी भइसक्यो। अब बुन्ने कार्यक्रमहरू चल्दैछ मासु पनि चल्दैछ। अब म पनि अब बुन्न जाने यहाँ बसेर होइन यो चाहिँ मेरो सिट हो। यो चाहिँ खाली नै छ हो म जानु आउँदै सही हो। अब पछि भेटौँला फेरि। सो गाइस अहिले चाहिँ म खाना बनाउँदैछु होइन आज हल्का ढिला भयो। अहिले चाहिँ म खाना बनाउनु आज चाहिँ फर्सी र आलु बनाउन लागेको होइन भर्खरै यसरी कराही बसालेको छु। अब यसमै बनाउने हो होइन सकेपछि बाँकी चाहिँ अहिले पछि देखाउँछु है। पाकेपछि पाक्दै गरेको बिचको सबै देखाउने नै छु। जाँदा चाहिँ पसल सुन्दर गरिसकेर चाहिँ होइन अब टाइम पनि 8:30 अलिक ढिला भयो। अब खानासाना बनाएर खाँदा बिस्कुट जोड्छु भनेको खाना पकाउने बेलाको र अलि टाइम लस भ्याएन होइन। अब अहिले चाहिँ हामी पटक्क बन्द गरेर चाहिँ हिँडेको होइन। अब त्यही आज चाहिँ धेरै होइन त्यही 1500-1600 जतिको भइन्छ होइन त्यही हो साथीहरू। अब बाँकी अर्को भ्लगमा भेटौँला होइन।